आज लट्टे खाने मेसो परेको छ हाम्रो भान्सामा है 15 पुसमा खाने भनेको एकादशी परेर खानै मिलेन हजुरहरूले कहिले खानुभयो हाम्रो चाहिँ आज बन्दैछ लट्टे फेरि मलाई आज आगोमा बनाउन मन लाग्यो के टक्क कसौडीमा खरानी लगाएर आगो फुकेर दन्दन्ती है एकदम मिठो स्वादिलो हुन्छ नि त पहिला पहिला खाएको सम्झना आउने आमाहरूले पनि यसरी नै बनाएर खुवाउनुहुन्थ्यो नि त हामीलाई अनि आगोमा हामी रिङ्गे आगो ताप्न बस्ने आमाले लट्टे बनाउने कति मिठो हुन्थ्यो आमाको हातले पकाएको लट्टे आज मलाई त्यही सम्झना आयो मलाई पनि आज त्यही सम्झना आयो हो है हो आमाले बनाएर दिएको जस्तै सम्झना आयो ल आगोमा पकाएको खाना छुट्टै स्वाद हुन्छ क्या मिठो मिठो कति मिठो नि अब यो जाडोमा फेरि आगो ताप्दै बनाउनको आनन्द पनि छुट्टै हुने के अनि खाना पनि त्यस्तै है मलाई यो सखर राखेर बनाएको एकदमै मनपर्छ त्यसपछि मरिच सर थोरै राखिदिने लङ सुकमेल मरिचको धुलो पनि फुरुर बनाएर राखिदिएपछि एकदम मिठो पनि हुने है अनि यो चिसो हुन्छ नि त अनदीको चामल अनि मरिचको धुलो राख्दा एकदम राम्रो हुन्छ के अनि हजुरहरूलाई कस्तो लाग्छ मलाई त एकदमै मनपर्छ लट्टे बनाउँदाखेरि आगो चाहिँ सानो गर्नुपर्छ क्या ठुलो गर्दाखेरि डढ्छ सानो गरेर पकाउन पर्छ चलाउँदै पकाउँदै चलाउँदै पकाउँदै गर्नुपर्छ अब पाकिसक्यो हाम्रो लट्टे अनि थोरै चिनी राखेको के चिनी धेरै नराख थोरै हो के गुलियो आउँदैन नि त अघिको सखरले त एकछिन ढपक्क ढाकिदिएपछि पाकिसक्यो के अब तल लिएर जाने यो भान्सामा खरानी लाग्छ भनेर अनि मैले बाटामा राखेर लिएर हिँड्दैछु के आइडिया आइडिया अब खानी होला पनि के आउनु ल ल ल ल म त तयार भइसक्यो खानाको लागि तातो तातो खानी हो माउरी चिसो छ जाडो है तातो तातो खानी हो अनि हजुरलाई त फेरि तरकारी अचारले मात्रै हुँदैन दुध चाहिन्छ तातो दुधसँग कति मिठो हुन्छ नि त ल खानु खानु ल आहा कति मिठो